भगवानलाई धेरै सामग्रीद्वारा पूजा गर्दा भगवान प्रसन्न हुने होइन। भगवानले प्राय गीतामा भागवतमा भन्नुभएको छ, पत्रम पुष्पम फलम तोयम यो मे भक्त्या प्रयच्छति। एउटा पात, एउटा पुष्प, एउटा फल, एउटा फूल, एउटा पवित्र ठाउँको जल भक्तले भक्तिपूर्वक अर्पण गर्दछ भने म त्यसलाई स्वीकार गर्छु भन्नुभएको छ। त्यसैले पूजा गर्दा हाम्रो भक्तिभाव भगवानले स्वीकार गर्नुहोस्। यस कारणले धेरै कर्मकाण्डलाई मात्रै लामो बनायौँ, भक्तिभाव कम भयो, आस्था भक्ति कम भयो, पदार्थहरू ज्यादा भयो भने भगवान प्रसन्न हुनुहुन्न। बार बार भगवानले वचनहरू कलियुग कालका हाम्रो लागि भन्नुभएको छ। र अब हामीले पूजा गर्दा सर्वप्रथम दीप प्रज्वलन गर्नुपर्दछ। सबै सामग्रीहरू यानि कि दियो बाल्नु पर्दछ। दियोलाई चन्दन फूलहरू दिएर प्रार्थना गर्नुपर्दछ। आफ्नो श्रद्धाले प्रार्थना गरे पछाडि अब हामीले गुरु प्रदत्त मन्त्रहरू जप्नु पर्दछ। यानि कि निधारमा सर्वप्रथम तिलकहरू लगाउने। कुनै गुरु मन्त्रहरू कुनै सम्प्रदायमा जानुभएको छैन भने पनि निधारमा टीका चन्दन लगाएर गुरु मन्त्रहरू जपेर, गुरु लक्ष्मी मन्त्रहरू जपेर आमा दिदी बहिनीहरूले त्यो पनि भएन भने सर्वश्रेष्ठ मन्त्र ओम नमो भगवते वासुदेव